आज चाहिँ हामीहरूले मकै पोलेर खाका केमा भन्नुहुन्छ भने एकदम कोइलामा यस्तो राम्रो कोइला जलिरहेछ मकै चाहिँ यस्तो राम्ररी पाकेर चाहिँ ए कोइला देख्नुभयो एकदम मकै पोल्न मजा आउँछ यसमा दामी तरिकाले पोलिँदैछ यो चाहिँ अब मकै पोल्ने यसलाई चाहिँ अब फुक्ने सिस्टम हुँदो रहेछ मलाई त के थाहा थिएन अब यसरी यसरी हम्किनु पर्दो रहेछ हम्किन माथिबाट होइन तलबाट हम्किनु पर्छ सुले चाहिँ यहाँ तलबाट यसरी हम्क्यो अनि के अरे यस मकै चाहिँ यसरी पाक्छ कसलाई कसलाई चाहिँ मनपर्छ मकै भन्नु त कमेन्टमा यस्तो पोलेर यसरी दिँदाखेरि बजारमा गएर एउटा किनेर खाँदा त 50 रुपियाँ लिन्छ एउटालाई ल हामीहरू चाहिँ थाल्यौँ अब खानालाई